पाल्पा सिमेन्ट इन्डस्ट्रीको बारेमा आफ्नो धारणा राख्न गइरहेको छु। चित्त बुझ्छ, ठिकै लाग्छ भने हेरिदिनु होला, तर यसैका भरमा चाहिँ कारोबार चाहिँ नगरिदिनु हुन अनुरोध गर्न चाहन्छु। सल्लाहको लागि चाहिँ रेफरेन्सको लागि चाहिँ लिन सक्नुहुन्छ। पाल्पा सिमेन्ट इन्डस्ट्री चाहिँ आज पनि बढेको देखिन्छ, जुन चाहिँ हिजोको तुलनामा दिनदिनै प्राइसिङहरू इन्क्रिजिङै ट्रेन्डमा भएको भएर चाहिँ तपाईँले बेच्ने कि राख्ने भन्नेमा चाहिँ तपाईँलाई एकदमै जिज्ञासा हुनसक्छ। तर यो बेच्ने किन्ने त खासै म प्रिफर यो किन्नुहोस् त भन्दिनँ। जो आइपिओ बोक्नु भएको छ उहाँहरूले चाहिँ बेच्न सक्नुहुन्छ, किनभने यो कम्पनीमा चाहिँ अहिले जेएनजी स्टक पनि हो, तर यो एकचोटि चाहिँ घट्नै पर्छ, घटेर अलिकति बढेर फेरि घट्छ। यसको अहिले आइपिओको चाहिँ जेएनजी स्टकहरूको चाहिँ सिस्टमै हो। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, दिनदिनै भोल्युम चाहिँ प्राइस इन्क्रिजिङको लागि चाहिँ 10 किता 20 किता 50 किता 100 किता 1000 किताभन्दा मुनि भोल्युम आएर बढिरहेको थियो। अस्ति 24 तारिकको कारोबारमा चाहिँ 9-10 हजार भोल्युम आएर अलिकति भोल्युम आयो। भोल्युम आइसकेपछि मान्छेहरू चाहिँ अब बेच्ने कि के गर्ने, यो नै अन्तिम प्राइसिङ हो कि भनेर सोचिराख्नु भएको हुन्छ। अब भोलि चाहिँ म के भन्न चाहन्छु भने, अब 28 तारिक भोलि मङ्गलबार चाहिँ आज खुलेकोमा 15% बढ्यो, दिउँसो भोल्युम आएर एकछिन घट्ला बढ्दा के गर्ने जस्तो भइरहेको थियो। तर आज मेरो अस्तिदेखि मैले हेरेको थिएँ स्ट्रङ मुभमेन्ट आजसम्म छ भन्ने मलाई लागिरहेको थियो। मैले हेरेँ स्ट्रङ मुभमेन्टै आयो, तर आज चाहिँ के भयो भने भोल्युम बढ्यो कि। अब तपाईँले भोलिको लागि चाहिँ के हेर्न सक्नुहुन्छ भने, भोलि यही अनुसारले 1 घन्टाभित्रमा तपाईँको 1 लाखभन्दा बढी भोल्युम आउने सम्भावना देखियो भने तपाईँले सोच्नुहोस् कि यो बेच्दा नै फाइदा हुन्छ। प्राइस इन्क्रिज डिक्रिज भयो भने म चाहिँ बेच्नु नै प्रिफर गर्न चाहन्छु, किनभने यो पछि यो त्यति राम्रो इमेज भएको कम्पनी नभएको भएर यसको जुन पब्लिकहरूलाई दिएको सेयरमा पनि तपाईँको 45 लाख छ, फरेनरहरू छन्छ, म्युचुअल फन्ड छन्छ, लोकल पनि होला। यो विभिन्न कारणले गर्दाखेरि यो भेग ठुलो छ क्यापिटल, यसको किता धेरै छ, त्यही भएर सबलाई आउने सम्भावना एकदमै म्याक्सिमम छ। तपाईँहरूले मनको अरूको रिफ्रेस लिएर आफ्नो दिमाग ध्यान मन चित्त लगाएर चाहिँ सेल गर्न सक्नुहुन्छ। तर आइपिओ हुनेहरूलाई चाहिँ म चाहिँ बेच्न नै सजेसन दिन चाहन्छु भोलिको लागि चाहिँ है त।